यो मान्छे चाहिँ लास्टै मजाको छ है, कोहीसँग लजाउँदैन है। शब्द नै छैन अब भन्नै, अब के भन्नु। ल एउटा गीत जाओस् न त। हाम्रो यहाँनिर किमा नुडल आइसकेको छ। दिस इज समथिङ समथिङ लाइक दिस। लाफिङ खाएपछि हुन्छ अमित लाफिङ हाहाहाको हाहाहा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ हाम्रो नयाँ ब्लगमा, न्यू डे न्यू ब्लग। अनि आजको यो ब्लगमा चाहिँ म ट्राभल गर्न गइरहेको छु दमक टु इटारी टु काठमाडौँ। सो काठमाडौँ जाँदैछु। सो काठमाडौँमा मेरो पर्सनल काम छ होइन, ट्राभल ब्लग पनि भइरहेको छ है। मलाई स्वागत छ अनि ठिकै हुन्छ, आइरहेको हुन्छ। हेलो, हामी चाहिँ यहाँनिर बौद्धको स्पेसल फेमस किमा नुडल हट एन्ड स्पाइसी कोल्ड एन्ड स्पाइसी भन्नेमा किमा नुडल खान यहाँनिर मैले एकजना कस्टमर लिएर आएको छु यहाँको व्यापार बढाउनलाई। म भन्छु ल। अस्ति मलाई प्रीतिले उहाँ धरानको किमा नुडल्स खुवाई। आज चाहिँ नियातीले यहाँ क्यामेरामा हेर त, यता तिमीलाई टेढे देख्यौ। यहाँ कता हो? नियातीले आज किमा नुडल्स खुवाउँदैछ। सोधेपछि कहाँको मिठो हुने रहेछ मैले ल्याएको। थ्याङ्क यू। हाम्रो यहाँनिर किमा नुडल आइसकेको छ। दिस इज समथिङ समथिङ लाइक दिस। लाफिङ खाएपछि हुन्छ अमित लाफिङ हाहाहाको हाहाहा। अनि हामीले चाहिँ डाइरेक्ट यहाँ बौद्धको किमा नुडल्स ट्रेनमा भिडियो सुट गऱ्यौँ होइन। यहाँ मलाई खिचेर म यहाँ खाएको देखाउँ गाइजहरूलाई। ल यहाँ मिस नियाती म्यामले अब यहाँ खिच पहिला। ओके स्वाट टिप्ने टक गर्ने यसरी। कस्तो छ मिठो? ल सो त्यही हो। अनि हामी उहाँ के भन्छ बौद्धमा भिडियो खिच्न गएको, त्यहाँ भिडियो खिच्न मिल्दैन रहेछ। सो बाहिरबाट अब निस्किँदाखेरि हामी देखाउनेछौँ होइन, हल्का फुल्का। सो त्यही अनि भोलि पनि हामी घुम्नेछौँ। सो अब त्यो पनि त्यही कन्टिन्यू त्यसमै हालिदिन्छौँ। यहाँ त्यही म्याम आजको गाइड हुनुहुन्छ हाम्रो। सो त्यही हो। मेरो चाहिँ अर्डर आएको छैन, यसको आएर हेर सिधै हुन आँटिसक्यो। सो अब मेरो किमा नुडल्स आउँछ अनि देखाउनु चाहिँ है। ला यो त तिम्रो क्यामेरा फोर भएछ नि त। कहाँ छ क्यामेरा? चपस्टिक यसरी समाउने क्या। यो देखाउँदैछ है। यो 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 दुई यसरी जस्तै यो तिनटाले यसरी यो समाउने होइन। अनि भन्दै तर लास्टमा मलाई नै आएन क्या। यसरी सी है हावाई क्याच यसरी यो तिनवटा यहाँ तल दुईटाले अठाउने यसले मुभ गर्ने क्या। यसै त्यो दाँत जस्तो क्या। दाँत पनि त अब मुनिको चाहिँ उयो हुन्छ, मुनिको चाहिँ चल्छ, माथिको चल्दैन नि। मेरो बेजत मात्र हुन्छ अहिले। सो अब बौद्धको लाफिङ हाम्रो कोल्ड ड्रिङ्क्स भनेको है। यहाँ चाहिँ एकदमै प्याक छ है गाइस। तर अगाडिपट्टि पनि बस्ने ठाउँै नपाएर यहाँ ट्याक्क दुईजना ब्रोदर उड्दै रहेछ। हतार मौकामा चौका छोपेर आइहालेको। यता अमित तँ मिठो लाग्यो भन्दैछ। हामी कहाँ जाने घुम्न? कहाँ लाने घुम्न? भोलि त टाइम हुँदैन। अब भोलि अब तिम्रो डिल खाइनु जान कति टाइम लाग्ने हो। अब मेरो नि कामबाट गर्दाखेरि अब बेलुका धेरै टाइम हुँदैन। सायद हामी झन्डा पार्क जान्छु होला। झन्डा पार्क जानलाई त टाइम जङ्गल छ, पहाड टाइपको। तिमी तराईबाट आएको मान्छेलाई पहाड नि स्पेसल हुन्छ नि त। डाँडाबाट ट्याक्क भ्यू हेर्नु काठमाडौँ राम्रो देख्छ क्या। त्यहाँ चिया खाँदै टक्क मलाई चाहिँ त्यहाँनिर चिया खाँदै
होइन चिया पसलहरू छ नि त चिया चटपटहरू त्यहाँबाट त्यो इन्सपायर ट्याक्क चौरहरू छ क्या अनि टक्क काठमाडौँको भेउमै चाहिँ कफी खानु मन छ भाइब्स म्याटर नि त भाइब्स यो मान्छे चाहिँ लास्टै मजाको छ है कोहीसँग लजाउँदैन है शब्द नै छैन अब भन्नै अब के भन्नु ल एउटा गीत जाओस् न त मैले एउटा भिडियो देखिरहेको थिएँ कि सायद मान्छेले एउटा मोड निकाल्यो कि त्यहीँबाट गीत गाएर इरिटेट गरिदिने क्या साथीलाई साथीले एउटा चिज हुन्छ होइन त्यही यहाँ अरू के पाइन्छ मोमोहरू पनि पाइन्छ सबै हुन्छ खाने हो मोमो देखेँ क्या त्यो यहाँनिर स्पेसल भनेको किमान र लाफिङहरू हो अनि मोमोहरू पनि छ सायद चाउमिनहरू नि होला अहिले त लाफिङ मात्र खाएको अनि यसले अगाउँछ रुममा गएर भएको काठमाडौँ पनि अब म काठमाडौँमा आएको जे गरेको जस्तो सब एउटै भिडियोमा हाल्नेछु फाइनली किमा नुडल हियर तर साग छैन त है साग सकियो कि आज छ तिमीले घोलेको हो हाम्रो किमा नुडल कलर आउँदैन नि त अझै मोल्नु पर्छ सक्यो कि मुनि मुनि कोट्याइ तेरो स्पाइसी खाने नि यहाँ छ है खाउ न अलिकति उयो हुन्छ नि त अलिकति हट एन्ड स्पाइसी नभए त फेरि जबरजस्ती खाइदिन्छु है म यो चपस्टिकले नि ट्राई गर क्या तिमी सिक क्या बा तिमी पछि फ्याट जापान पो पुगिजान्छौ कि फ्याट कोरिया पो पुगिजान्छौ कि काम लाग्न सक्छ कि सबै कुरा सिकिराखेको राम्रो यो यसरी जसरी डट समाउँछौ नि त्यसरी समाउँछ अनि यसले चाहिँ यसरी छैन नि त यस्तो यो माथिबाट होइन हुनु चाहिँ मेरो सही छैन तर म चाहिँ यसरी चलाउँछु क्या तर चलाउँदै गएपछि आफै सिकिन्छ भन मिठो होइन तिमीले जेन्युअली भनेको त हो खान त पनि म सक्दिनँ त्यति हामी बौद्धतिर इन्ट्री गर्दैछौँ बौद्ध नेपाल तिमी बाल्ने हो बत्ती जुत्ता खोल्नु पर्दैन ऊ चप्पलमै बालिरहनु भएको छ त यहाँको बाल्ने हो यहाँ बाल्दा नि भयो माथि बाल्दा नि भयो कसरी हो 20 आन्टी 20 रुपियाँ एउटा 3टा बाल्दै न के छ राखेको हेर्नु बेला मौकामा फेरि पाउँछ पाउँदैन तिमी उ गर्नलाई होइन 60 रुपियाँ तिमीले यो छर्क्यौ छर्क निकालेर सक हालेर त तिमीले बालेकोमा मात्र के तिमीले केही मनोकामना गरेर बाले कि त्यतिकै बाल्यौ भोलिको लागि गुड द भगवानको आशीर्वाद मिलेको छ उहाँलाई अनि हामी चाहिँ यहाँ स्टुपानिर आएको छौँ यहाँ देख्न सक्नुहुन्छ पछाडि अनि यहाँ मुकेशलाई मैले फाइनली भेटिसकेको छु यो पनि स्टुपामा घुम्दा यसलाई भेटेँ क्या अनि यसलाई के भन्छ कुराकानी गरेको के को लागि आएको अब भन्छ र पछि सो अब हामी फोटोसोटो खिच्छौँ होइन अब भेटेपछि अहिले मुकेश भाइलाई पनि यहाँ शम्भु अरे बौद्धतिर घुमाउन ल्याएको छु होइन यसो फोटो खिचक्याच तर यहाँ भिडियो मनाइ छ होइन र पनि अब यसो नियातीले मलाई ल्याएको थियो मैले आज उसलाई ल्याएँ सो यहाँको किमा नुडल्स चखाइदिउँ न होइन त यहाँ टुरिस्टहरू पनि आएको छन् है उसलाई पनि मैले ल्याइहालेँ यहाँ किमा नुडल्स खुवाउन होइन नियातीले मलाई ल्याएको थियो मैले यसलाई ल्याएँ नियातीले मलाई जहाँ जहाँ ल्याएको छ मैले यसलाई त्यही लाँदैछु होइन अब मलाई ला यतिको खान्छ त्यो अब
यसलाई कस्तो लाग्छ है फर्स्ट टाइम खाँदैछ मिना नुडल्स अघि भर्खर हामीले खाना खाएर निस्केको थियौँ हिँड्दै आयौँ त्यत्रो टाढाबाट होइन चाबेलबाट पचाउनलाई हल्का पच्यो अब फेरि यता किमा नुडल्स टेस्टी छ अब हामी खान्छौँ फाइनली हामी पशुपतिनाथ टेम्पलमा आएको छौँ र घुमघाम गर्दैछौँ यता मामाको छोरालाई पनि भेटेको छु यता मुकेश पनि छ सो अब यहाँ कस्तो कस्तो छ होइन त्यही देखाउँछौँ पशुपतिनाथ टेम्पलदेखि हामी शम्भुनाथ आएको छौँ फ्याँ फ्याँ भइसक्यो अब तपाईँहरूलाई भ्यू देखाउँछु शम्भुनाथबाट है यो फ्याँ फ्याँ भइसकेर नजाम भन्छ घुम्न आएको अरे नजाम भन्छ हौ ल सो गाइस फाइनली शम्भुनाथ पुग्यो तपाईँहरूले देखाउनु छु है कस्तो छ सो यहाँबाट यस्तो छ होइन यहाँ चाहिँ लास्ट गलिसक्यो माथि चढ्दा अनि यहाँ चाहिँ हाम्रो शम्भु यहाँ छ है शम्भु यो देखाउन ल्याएको हो क्या मैले तँलाई यहाँ टुरिस्टहरू धेरै आउनुहुन्छ अब यहाँ पहाड भयो पछाडि यहाँबाट भ्यू त्यहाँ पर पहाड यहाँ देख्न सक्नुहुन्छ ओ यो त मोबाइल खोज्न आइक्यो बाँदरहरूको ग्याङ पक्न म उता सिनेमेटिक भिडियो लिँदैछु रुमतिर फर्किँदैछौँ अब खाजा खाएर कि अब उतै गएर खान्छु मलाई गाइस अब हामी काठमाडौँदेखि दमक जाँदैछौँ होइन हाम्रो यात्रा अब सक्यो अब गाडी पर्खिरहेको छौँ हाम्रो 2 बजे थियो टिकट होइन 2:30 बजी सक्यो आएकै छैन गाडी चढेर अब हामी जान्छौँ यो चाहिँ यहाँ छ पर्खिरहेछ अल्छी लागिसक्यो होला यसलाई त पर्खिँदा गाडीमा चढ्यो होइन गाडी चाहिँ बबाले छ टाइमर भनेपछि सकियो भने नामै टाइमर पशुपतिनाथको तपाईँहरू पनि दर्शन गर्नुहोस् है अब हामी लाग्यो यहाँ छ यो अब राति टिभी हेर्दै जाने हो सियो अन्तमा रातभरिमा बिहान कति छिटो ल्याइदियो 5 बजे नै होइन तमक पुग्यो फाइनली सो भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु तम टाउको दुखाइ उता भइरहेछ होइन निन्द्रा लागिरहेछ टाउको दुखिरहेछ सुनसान छ बाटो केही देखिँदैन सो यो भिडियो यही इन गर्न चाहन्छु सो कस्तो लाग्यो काठमाडौँको टुर भनौँ कि अब के भनौँ होइन फोटोसोटो देख्न सक्नुहुन्छ थम्बनेलमा होइन सो फोटोको नै धेरै महँगो छ सो माया गर्नु होला सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो नयाँ हुनाले च्यानल सब्सक्राइब गरिदिनु होला भिडियो मनपर्ने लाइक एन्ड सेयर गरिदिनु होला यति भन्दै तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु सबैको जस्तो धन्यवाद।